हाई गाइज वेलकम टु माई एनदर मिनी ब्लग। आज चाहिँ मैले दिनभरि के गरेँ भनेर हजुरलाई देखाउन गइरहेको छु है त। आज चाहिँ निरुसाको बर्थडे थियो अनि हामीले चाहिँ 2-3 दिन अगाडिदेखि प्लान गरेको थियौँ कि उसलाई हामीले सरप्राइज बर्थडे पार्टी दिने भनेर। अनि उसलाई उसको बारेमा आइडिया थिएन। अनि त्यही भएर आज चाहिँ म बिहानै उठेँ, फ्रेस भएँ अनि फ्रेस भएर लुगाहरू मिलाएँ। पहिला आफ्नो कामहरू सबै सकेँ आफूले। अनि त्यसपछि अनि स्किन केयर गरेँ सबै फ्रेस भएर बसेँ। अनि त्यसपछि आज चाहिँ एकदमै लामो दिन थियो, थाहा थियो खाना खान नि ढिलै हुन्छ भन्ने थाहा थियो। त्यही भएर चाहिँ अनि खाजा बनाएँ, एकदमै ह्याप्पी खाजै खाएँ आज मैले एभोकाडो टोस्ट बनाएँ अनि एग बनाएर अनि त्योसँग खाएँ, खाजा मजाले खाएँ त्यो चाहिँ। अनि त्यसपछि हामी उता गयौँ, डेकोरेसनको सामानहरू लिन पर्ने थियो, त्यो लिन भ्याएकै थिएन, बिजी थियो 2-3 दिन अनि लिनु भएको थिएन। अनि गएर बलुनहरू अनि वाल डेकोरेसनहरू के चाहिन्छ हो त्यो लिएर आयौँ त्यहाँबाट होइन। अनि त्यसपछि त्यहाँनिर चाहिँ मलाई एकदम इन्ट्रेस्टिङ लागेको नि, मलाई जर्नल गर्नु मन परिरहेछ आजकल। अनि जर्नल गर्छु भनेर सोचिरहेको थिएँ अनि एउटा जर्नल गर्नलाई डायरी खोजिरहेको थिएँ। कस्तो क्युट डायरी भेटाएँ कि मैले चाहिँ अनि यो डायरी लिएँ टाइम थिएन त पनि यो चाहिँ खोजेर पनि लिएँ। अनि त्यसपछि घर आएँ, घर आज रिया स्कुल गएको थिएन, रिया घरै थियो। अनि त्यसपछि रिया र म मात्रै भयौँ, अरू सबैजना ड्युटी जानुभयो 2-3 घन्टाको लागि भए पनि। अनि त्यसपछि मेरो चाहिँ अफ डे थियो आज। अनि रिया र म चाहिँ ब्यालुन फुलाउँदै गफ गर्दै उसलाई क्याटको स्टोरी सुनाउँदै ओहो कतै इन्ट्रेस्टिङ भइरहेको थियो। उसलाई फेरि एकदमै रमाइलो लाग्छ, ऊ पनि खुसी थियो। मलाई पनि उसँग एकदमै थाहै हुन्न कि दिन बितेको, उसँगै दिन बिताइदिन्छु म त, त्यस्तो रमाइलो लाग्छ उसँग। अनि उसलाई चाहिँ टर्न बाई टर्न गर्नुपर्ने थियो, आन्टी टर्न बाई टर्न, हजुर एकचोटि गर्छु अनि म एकचोटि गर्छु भनिरहेको थियो। अनि त्यसै टर्न बाई टर्न गऱ्यौँ। अनि त्यति सक्दा ब्यालुन फुलाइसक्दा भाइ आउनुभयो। अनि त्यसपछि भाइले चाहिँ बुन्नुको लागि आइफोन 17 प्रो ल्याएको थियो अनि के गर्ने भनेर थियो। त्यसमा चाहिँ हामीले एउटा इन्ट्रेस्टिङ बनाउनको लागि चाहिँ एउटा सानो कार्टुनदेखि ठुल्ठुलो बनाएर 3-4 ऱ्याप बनाएको थियौँ। अनि त्यस्तो गर्दाखेरि रमाइलो हुन्छ भनेर गरेको थियौँ। अनि मैले चाहिँ उसलाई केमिस्ट वेयर हाउसको उसको कार्ड दिएको थिएँ, उसले जे मन लाग्छ ल्याऊ भनेर। त्यसपछि त्यहाँ सकेर हामी ब्यालुन गाडीमा राखेर अनि त्यसपछि केक लिन गयौँ, कुप्लानबाट केक लिएँ। अनि त्यहाँबाट फेरि त्यहाँनिर क्यान्डल नरहेछ। अनि त्यसपछि क्यान्डल लिनलाई फेरि काउन्टाउन गयौँ। अनि त्यसपछि काउन्टाउन गएर अनि एउटा जस्ट नर्मल, धेरै हामीले क्यान्डल ब्लो गर्ने गरेको छैन, फुक्ने गरेको छैन, बालेर छोड्ने गरेको छ। अनि त्यही भएर क्यान्डल लिएँ। अनि त्यसपछि अनि घरतिर लाग्यौँ। अनि उसलाई चाहिँ रेडी हुन पठाएर अनि यता डेकोरेसन गर्न थाल्यौँ। कस्तो रमाइलो भएको थियो। अब अर्को पार्ट अर्कोचोटि भन्छु। थ्याङ्क यू।